चाहिँ क्याम्पिङको लागि चाहिँ आरामदास बसेको तर अब हाइकिङको लागि डाँडा चढ्दै खतरा लाग्यो उताबाट एक टोली आउँदै हुनुहुन्छ उकालो चढ्दै हामी माउन्ट एभरेस्ट चाहिँ होइन है फेरि ब्युटिफुल सिन छ शीतल आयो कति आनन्द भइसक्यो शीतल चाहिँ हिउँ रहेछ कि क्या हो सेतो सेतो देखिएको छ यतातिर उहाँ पनि हाइकिङको लागि यसरी हिँड्दै हातमा एउटा पानीको बोतल यता पछाडि चाहिँ ब्याग बोकेछु के छ यहाँ खतरा बच्चाहरू आएनन् उनीहरू त्यही बसे घाम छ घाममा चाहिँ हिँड्न सक्दैनन् नि त उनीहरू यसरी हिँड्दै हो हेरौँ कहाँसम्म पुगिन्छ हिँड्न चाहिँ म नि घाममा चाहिँ हिँड्न गाह्रो हुन्छ मलाई नि त्यही पनि ठिकै छ रमाइलो सम्झना बिर्सना सलाला झन्झन बढ्यो बिर्सना खोला रहेछ खोलाको नजिक नजिक आयौँ हामी खोलाको राम्रो सुन्ने खोला पनि प्रष्टसित देखिया छैन दाउरा चाहिँ कति कति ओहो दाउरा यता ठुल्ठुलो काठै हुने टाइपको दाउरा पनि आज हाइकिङ चाहिँ डह्रो गरियो यसबाट त रगतै चुला जस्तो भइसक्यो ल टोली चाहिँ आउँदैछ लडको बिहेको जन्ती जस्तो च्याउ कस्तै उनीको यहाँ खाना हुने च्याउ हो कि नहुने च्याउ है ल दिदी फाइनली अब खोलामा आइयो हामी यति सानो खोला देख्दा नि यति खुसी हुनुपर्ने है नेपालमा त यस्ता खोला नाला त कति छन् है अहिले चाहिँ पहाडको खोला भएर अनि त्यही क्यालिफोर्नियामा त खोला कम हो नि जन्ती खोलाको अब तर्ने यो फेरि पुदिना जस्तो देखियो है टाढाबाट हेर्दा त कस्तो बेलौतीको पात जस्तो बेलौतीको पात जस्तो पुदिना जस्तो कस्तो राम्रो क्याम्पिङ चाहिँ खतरा भयो ट्रेकिङ खोला तर्न बेला भयो खोला तरेर पहाडहरू छन् कि मेरो पानी चाहिँ हामीले पाइएन त सबै फोटोहरू खिच्न व्यस्त भिडियोहरू बनाउन व्यस्त क्याम्पिङमा हामी आज चाहिँ हिजो चाहिँ सेलरोटी बनाउँदै दिदीहरूले कति राम्रो हो सेलरोटी पनि बुझ्यो हुन्छ सेलरोटी ब्याटर चाहिँ एकदम राम्रो हिँडेर आयो मजाले कति 2 घन्टा जस्तो त्यस पछाडि अहिले यस्तो छ
यताको भ्यू चाहिँ कस्तो नि यो चाहिँ क्याम्पिङको लागि एकदम राम्रो रहेछ क्या एरिया चाहिँ प्लेन होइन सुत्नको लागि पनि सजिलो त्यहाँ रेस्टुरेन्ट पनि छ नि छुट्टै के हामी आफ्नो एउटा टोलीको लागि छुट्टै युज गर्नु पायो नि सफा रहेछ रेस्टुरेन्ट पनि अब यहाँ हुने मध्येहरूलाई मैले खासै धेरै चिनेकोहरू पनि हुनुहुन्न तर रमाइलो हुनुहुन्छ सबैजनाहरू तास खेल्नु भएको एकछिन केटापाटीहरू उहाँ बच्चाहरू छन् फेरि यहाँ चाहिँ दिदीहरू हुनुहुन्छ देखाउँदै लिइरहन्छु पार्क देखानकारी चाहिँ उता छ हजुर ल ल पर्खिनु है दिदी रोटी आऊ भन्दै हुनुहुन्छ दिदीले मिलन दिदीले आउँछु म एकछिनमा यो सबै दृश्यहरू खिच्छु र होइन अब भोलि बसिन्छ कि बसिँदैन थाहा छैन त्यही भएर खास त भोलिको पनि छ बसाइ यता चाहिँ केटापाटी अलिकति यङ टाइपका केटापाटीहरू फुच्चाफुच्चीहरूको चाहिँ यता चाहिँ यसरी खेलिरहेका छन् कोही ब्याडमिन्टन खेल्छन् यहाँ चाहिँ आगो के अरे अब रातिमा चाहिँ आगो बाल्ने ठाउँ हो यहाँ चाहिँ अलरेडी आगो बाल्ने ठाउँ रहेछ हिजो राति हामीले बालेर कस्तो मजाले राम्रो ठाउँ यता चाहिँ हाम्रो टेन्टहरू मजाले टेन्टहरू छ यताबाट भाउजू आउँदै हुनुहुन्छ यहाँ चाहिँ खानेपानीको धारा छ त्यो धारा पनि कस्तो खोल नै नमिल्ने टाइपको रहेछ क्या मलाई अनौठो लाग्यो यो पनि अनौठो लाग्यो मलाई यसरी हुन्छ यसरी खोलेर यसरी खोलेपछि खास यसरी खोल्नु पर्ने हुन्छ यो यसरी गऱ्यो अनि खोजेपछि जाने कि यो त्यो आफै अफ हुने यस्तो टाइपको रहेछ कि कति चिसो पानी खाएको मिठो होला जस्तो तर खाना हुन्छ कि थाहा भएन दिउँसो रमाइलो लाग्यो ठाउँ चाहिँ हिजो बेलुकी त यति चिसो भयो एकछिन त है एकदमै चिसो भयो नि तर चाहिँ अहिले चाहिँ ठिकै भइरहेको छ खाना बनाएर चिसो खाना रेडी भयो खाना ल पर्खेन न त्यहाँ लाइनमा बच्चाहरूले होला नि खाने पहिला वीरेन्द्र पढ्नु भएको 27 कति छिटो हुन्छ फेरि यहाँ भन्नेलाई सजिलो उहाँ काम गर्नेलाई त्यत्रो बेर sunset golden hour